पछिको लाइन चाहिँ कस्तो राम्रो छ क्या, मलाई एकदम मन परेको। माता पनि पराई पिता पनि पराई, आफ्नो चिता समेत पराई रे के, केही आफ्नो भन्ने कोही छैन, मात्रै राम सिवाय। यसको अर्थ चाहिँ कस्तो राम्रो छ क्या। माता पराई पिता पराई, जीवन पराई चिता पराई। माता पराई पिता पराई, जीवन पराई चिता पराई। माता पराई पिता पराई, जीवन पराई चिता पराई। आफ्नो भन्नु आफ्नो छन्नु, आफ्नो भन्नु आफ्नो छन्नु, छैन कोही भगवान शिवाय, छैन कोही भगवान शिवाय। को छ राखिर राम शिवाय, को छ राखिर राम शिवाय। सच्चा संपत्ति पुण्य न हो र, समझे दुनिया शून्य न हो र। सच्चा संपत्ति पुण्य न हो र, समझे दुनिया शून्य न हो